यो बाइक चाहिँ हिजो बेलुका हामीले चाहिँ जस भनौँ 10 बजे रातितिर चाहिँ यसलाई हामीले थन्काएर गएको होइन। अब दसैँको टाइममा चाहिँ अब सबैजना आफ्नो आफ्नो घरमा रमाइलो गरिरहेको हुन्छ होइन। अब साथीले चाहिँ मलाई फोन गरेर बोलायो होइन। अब साथी मेरो बाइक गुड्दा गुड्दा एक्कासी बन्द भयो भनौँ न। जस इटालियन कम्पनीको बाइक रहेछ होइन। यो चाहिँ यस्तो अल्टर बाइक रहेछ क्या। अब यसको कम्पनी भनेको चाहिँ होइन नेपालमा मात्र वान पिस छ क्या। अब यसको लागि चाहिँ अब सामानहरू पनि केही मगाउनु पऱ्यो भने सिधै काठमाडौँ जानुपर्छ होइन। अब गाउँघरमा यसरी बाइकहरू पनि ल्यायो भने ठुलो सिसीको अब बिग्रिहाल्यो भने हामीलाई धेरै आफत हुन्छ। हामीले चाहिँ के सोचेको होइन जस भनौँ न यसको स्पायर प्लग गएको थियो क्या। अब स्पायर प्लग फेरेर अब स्टार्ट हुन्छ कि हुँदैन होइन। जस यसमा चाहिँ यस्तो लामो टाइपको होइन प्लग रिन्च चाहिँ लाग्ने रहेछ क्या। अब साधारणहरू पनि कुनै पनि प्लग रिन्च पनि अब छिन्नु सक्दैन। फेरि पछि हामीले यसमा प्लग हालेर चाहिँ होइन जस भनौँ न अब स्टार्ट गर्न खोजेको स्टार्टै भएन क्या। तर मलाई चाहिँ के डाउटको ट्याङ्कीभित्र अरू पनि पानी रहेछ क्या। अब एफआईमा हाम्रो पानीहरू छिडिसकेपछि हाम्रो बाइक पनि त्यति राम्रोसँग स्टार्ट हुँदैन। त्यसपछि हामीले यसमा पनि त्यो पनि जोगाड लागेन होइन। अब यसको चाहिँ हामीले पुरै खोलेर हेर्दैछौँ। अब इन्जिनको सिमहरू टाइट भएर पनि त्यस्तो पनि हुनसक्छ है गाइस। अब यसको चाहिँ हामीले माथिको हेड खोल्यो होइन। अब माथिको हेड खोलेर हेर्दाखेरि यसको चाहिँ यहाँनिर टाइमिङहरू पुरै आउट भइसकेको रहेछ क्या। अब हाम्रो बाइकको टाइमिङहरू आउट भइसकेपछि हाम्रो बाइकको जस भनौँ न ब्याक कम्प्रेसरहरू चाहिँ हाम्रो यसमा सोच चाहिँ के पुग्यो होइन। जस भनौँ न अब हाम्रो टाइमिङ चाहिँ कसरी आउट भएको। अब यसको एडजस्टरहरू पनि भाँचेको छैन रहेछ होइन। यसको चाहिँ माथिको जुन क्याप हुन्छ नि त्यो क्यापहरू निकालेर यसो हेर्दाखेरि होइन यसको जुन एउटा माथिको गाइड हुन्छ कि गाइडै भाँचिसकेको रहेछ कि। अब हाम्रो गाइड भाँचिसकेपछि हाम्रो बाइक धेरै स्पिड भइसकेपछि हाम्रो बाइकमा अब जस भनौँ न टाइमिङ आउट भइसकेपछि हाम्रो धेरै ठुलो क्षति पनि नुकसान हुनसक्छ। तर यसमा भएको चाहिँ केही छैन रहेछ। जस भनौँ न अब टाइमिङहरू मिलाएर अब यो बाइक स्टार्ट हुन्छ कि हुँदैन प्लिज तपाईँहरू चाहिँ मलाई कमेन्ट गर्नुहोस् है गाइस। तर यसलाई चाहिँ हामीले टाइमिङ मिलायो होइन। अब टाइमिङ मिलाइसकेपछि त टक्क हामीले चाहिँ एक राइड चाहिँ हान्नु पर्यो अब मिस्त्री भइसकेपछि होइन। तर कम्पनीले चाहिँ के भन्दै थियो होइन अथवा टाइमिङहरू मिलाइसकेपछि होइन यसको भेलहरू पनि राम्रोसँग हेर न त सिमहरू पनि मिलाएन भने यो जस बाइक पनि स्टार्ट हुँदैन होइन। नत्र काठमाडौँ लगेर जानुपर्छ। यसमा चाहिँ 20-25 हजारको खर्च पनि हुन्छ गाडी भाडाहरू पनि लाग्छ होइन। अब त्यसैले चाहिँ अब हामीले बनाएर फिटिङ राम्रोसँग गरेर यसलाई चाहिँ फर्स्टचोटि अब हामीले ढोकढाक गरेर त्यसपछि त हामीले स्टार्ट गरेको यसको गाइडहरू पनि पुरै भित्रको भाँचिसकेको रहेछ। अब म यसलाई चाहिँ स्टार्ट गरेर जस भनौँ न एक राइड चाहिँ अब हानेर आउँछु। यो बाइकको कस्तो रहेछ पिकअपहरू पनि होइन यस्तो बवाल चाहिँ यसलाई यसको पिकअपहरू लाग्यो होइन। जस भनौँ न यसको पिकअप भनेको चाहिँ एकदम क्रस गरेकै गाइस।